अब यो मेन इन्फर्टिलिटीको लागि ट्रिटमेन्टको लागि पनि हामीले चाहिँ जसरी अरू नर्मल रोग लागिरहेको हुन्छ सुगर प्रेसर त्यसरी नै तपाईँहरूले अप्ठ्यारो नमानिकन लाज नमानिकन त्यही भएर डक्टरलाई भेट्ने गर्नुपर्छ। इभन तपाईँहरूलाई चाहिँ कुनै कपाललाई बच्चा बसिरहेर छैन भनेपछि गएर चाहिँ मेरो मिसेसको मात्र चेक गरौँ त्यसपछि मेरो चेक गरौँ। बरु केटा मान्छेको सजिलो छ, एउटा सिम्पल सेमेन एनालाइसिस हामीले चेक गरेर हेऱ्यौँ भने चाहिँ तपाईँको त्यसमा नर्मल छ भने ल तपाईँ फिट एन्ड फाइन हुनुहुन्छ भनेर इन्फर्टिलिटीको लागि भन्न सकिन्छ। केटी मान्छेमा टेस्ट गर्ने त धेरै कारणहरू छन्, तर त्यो हामी कपाल चेक गर्दाखेरि दुवैजना चेक गर्नुपर्ने छ। ट्रिटमेन्ट भनेको एकजनालाई कहिले पनि हुन्न भनेर के यसमा कपालकै ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। त्यही भएर हामीले अप्ठ्यारो नमानिकन हामीले चाहिँ चेक गर्नुपर्ने हुन्छ। कतिपय हामीले चाहिँ इन्जेक्सनहरू दिइरहेको हुन्छौँ होइन, गोनाडोट्रोपिक रिलिजिङ हार्मोन एससिजीहरू दिइरहेको हुन्छौँ, खाने औषधिहरू क्लोबोकिनसाइड। यो तपाईँको वीर्यको काउन्ट बढाउनको लागि पनि धेरै औषधिहरू हुन्छन् जसले गर्न सक्छौँ। कतिलाई चाहिँ हामीले ट्रिटमेन्ट गर्न सक्छौँ, कतिलाई चाहिँ जस्तै अब तपाईँको क्रोमोसोमल एब्नर्मलिटीहरू भयो भने चाहिँ हामीले चाहिँ त्यस्तो केसहरूमा चाहिँ गाह्रो भइरहेको हुन्छ। त्यही भएर चाहिँ अप्ठ्यारो नमानिकन तपाईँहरूले चाहिँ डक्टरलाई चाहिँ कन्सल्ट गर्नुपर्ने हुन्छ।